म भएन भने त यो पार्लरमा केही पनि सर्भिसै हुँदैन। कति भयो बहिनी आजको व्यापार? मैले हेरेकै छैन म्याम, काउन्टरमा चेक गर्नु न। जम्मा 4000 को व्यापार गरेको बहिनी, यस्तो मङ्सिरको बेलामा पनि यस्तो पाराले त हुँदैन है। धन्न आज यतिको पनि भयो म्याम, हिजो अस्ति त यही पनि थिएन। कहाँ त्यस्तो भनेर हुन्छ बहिनी? मङ्सिरको बेलामा पनि यति व्यापार गरेर हुन्छ? तिमीलाई काम गर्न मन छ भने राम्रोसँग गर, नत्र निस्केर जाऊ। त्यस्तो नभन्नु न म्याम, यही कामबाट त मेरो घर परिवार चल्छ। अरू कुरो थाहा छैन बहिनी मलाई, तिमी जस्तो स्टाफ जति पनि पाइन्छ। जाऊ तिमी निस्केर। के होला म्याम हजुरलाई? केराटिन स्ट्रेट गर्नु थियो। हुन्छ म्याम, बस्नु न, म गरिदिइहाल्छु नि। कृतिका बहिनी खै त? उता छैन, बस्नु न, म गरिदिइहाल्छु नि। ए ल ल, पछि आउँछु नि ल। के थियो होला म्याम? फेसियल गर्नुपर्ने थियो म्याम, कृतिका बहिनी हुनुहुन्न? हुनुहुन्न, बस्नु न, म गरिदिइहाल्छु नि। ए हस्, त्यसो भए पछि आउँछु नि है। मैले गल्ती पो गरेँ कि क्या हो त्यो बहिनीलाई कामबाट निकालेर? काम पनि राम्रै गर्थ्यो त्यो बहिनीले। फेरि सबै क्लाइन्टले उसैलाई खोजिरहेको छ, एकचोटि कल गरी हेर्नु पर्यो। म्यामको पो फोन आएछ त। हेलो म्याम। बहिनी तिमी भोलिदेखि काममा आऊ ल। के भयो म्याम एक्कासी? पार्लर मेरो भए पनि क्लाइन्टले त तिमीलाई पो खोज्दा रहेछ नि त बहिनी। सरी म्याम, कुनै पनि बिजनेस चलाउनको लागि जति भूमिका ओनरको हुन्छ त्यति नै स्टाफको पनि हुन्छ, यति कुरा याद राख्नु होला।